यो व्हाट्सअप गाइज वेलकम ब्याक टु माई न्यू गेमिङ भिडियो। आज हामी खेल्न गइरहेको छौँ ग्रानी र ग्रानी गेमको बारेमा हजुरहरूलाई भन्नु पर्दैन होला, त्यसैले गेममा भेटौँ। लेट्स गो। स्टार्ट नाउ। र ग्रानी चाहिँ सुरु भइसकेको छ। ग्रानी गेम क्वालिटी डिफल्टमा ठिक छ र हामी नर्मलमा खेल्नेवाला छौँ। क्वालिटी हाई होइन, क्वालिटी मिडियम। लेट्स गो। सुरु भइसकेको छ र भिडियोलाई लाइक र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। लेट्स गो। कति डे 1 र आज चाहिँ म यो कम्प्लिट गर्न सक्छु। हेरौँ कम्प्लिट गर्न सक्छु कि सक्दैन। सुरु भइसकेको छ डे 1। लेसर डे 1 सुरु भइसकेको छ। लिभ दिस हाउस रे। हाउस लिभ त गर्न पनि यो लुक्ने ठाउँ होला। साउन्ड अलिकति ठुलो पारौँ। यतातिर के चाबी हुन्थे। भर्खर ढोकाको आवाज आयो। र मैले यो गेम खेल्नुभन्दा अगाडि चाहिँ मैले कति अगाडि बोल्दै थिएँ ग्रानी। एकैछिनपछि हुन्छ एकैछिन है। किताब रहेछ। यो किताब माथि लाग्थ्यो जस्तो लाग्थ्यो। एकैछिन अलि माथि सेफमा जाउँ अनि बोल्छु। र यो गेम खेल्नुभन्दा अगाडि चाहिँ मैले गेमर फ्लिट मिथप्याडहरूको भिडियो हेरेको थिएँ। ट्रिगर्ड इन्सानहरूको। ट्रिगर्ड इन्सानले त अस्ति भर्खर हालेको थियो, त्यो पनि हेरेँ। यस्तो हरर गेमको थुप्रो भिडियो हेरेको छु, त्यसैले मलाई अलिकति सजिलो हुन्छ। यो कटिङ पिलर। लेट्स गो। लौ लौ लौ। र अलिकति पनि आवाज गर्न नहुने रहेछ यस गेममा। ग्रानीले सिधा हाल्छ। लेट्स गो। यो तल यहाँ चाहिँ 3 ठाउँबाट भाग्न मिल्छ। हजुरहरूलाई थाहा छैन नि, एउटा कारबाट भाग्न मिल्छ, अनि एउटा ढोकाबाट, अनि अर्को नालीबाट। आवाज आउनै हुन्न। ग्रानी आउँदै होला। जम माथि माथि। यसले यहाँ काट्छ जस्तो लागेको थियो। यहाँ रहेछ। हो यो ढोकाबाट भाग्नुपर्छ। खोइ बोल्नै दिँदैन यो ग्रानी, बोल्नै दिँदैन। एउटा यो कि माथि लाग्छ जस्तो लाग्छ। माथि माथि। लेट्स गो। माथि माथि। यो ग्रानी यार कस्तो यो लेभलमा नै कति हार्ड आएको। अन्न लुक्ने ठाउँ रहेछ माथि। आइया खुट्टामा छ मेरो। र ग्रानीको फोटो बना बापत बोल्नै दिँदैन। र ग्रानीको फोटो बना बापत हामीलाई चाहिँ एउटा एक्स्ट्रा लाइफ मिल्छ। पछाडि आइसकेको छ। यही छैन। डे 1मा चाहिँ हामीले हल्का फुल्का प्रगति गऱ्यौँ र अब डे 2 को पालो। हेरौँ कम्प्लिट गर्ने ट्राई गर्छु। र भिडियोलाई लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु। लाइक सब्सक्राइब गर्नु होला। भिडियोलाई नमन परे पनि सब्सक्राइब, मन परे पनि सब्सक्राइब। के हो ए सुरु मोबाइल अड्केर भर्खर रेकर्ड चाहिँ हल्का के हो थाहा भएन। र मोबाइल अड्केर रहेछ मेरो।
ग्रानी ग्रानी आइहाल्छ क्या यार, ग्रानी आइहाल्छ। यो लेभलमा त यस्तो गाह्रो छ। रेकर्ड भइरहेछ। र नेक्स्ट कुन गेम खेलौँ कमेन्ट गर्नु होला। तपाईँहरूले जुन गेम भन्नुहुन्छ म त्यही गेम खेल्नेवाला छु। रेकर्ड भइरहेछ र हेर्दा डे 3 भइसक्यो, डे 5 सम्म मात्र जस्तो लाग्छ। हामीसँग डे 5 मात्र छ। आवाज आयो कि अब आवाजै आउनुहुन्न। यो उयो लाग्छ मलाई। आवाज आयो, अब ग्रानी आइहाल्छ। यो गनको टुक्रा। र आज लास्ट डे हो, कम्प्लिट नहोला जस्तो छ। अब लास्ट डे चाहिँ एकदम सतर्क भएर खेल्छु। यो म खुल्ला हिँडी मोबाइल हिट भयो यार। र कुलर किन्न पनि बेला भएको थियो, पैसा छैन। यो भर्खरै मोबाइल पनि त्यस्तै लौ, ह्याङ चल्छ मोबाइल। आफै स्क्रिनसट भइदिएछ यार। लुट एन्ड ड्याम सिजन छैन, सिजन आइसक्यो गेमै। सतर्क भएर खेल्नुपर्छ। अब घन्टी बजिहाल्यो नि। भर्रा खोलौँ। यो किताब पो यहाँ ग्रानीको नै ग्रानी छ। यो चाहिँ ग्रानीको नै ग्रानी है। हजुरहरूलाई थाहा छैन भने आज थाहा भयो। यो चाहिँ ग्रानीको नै ग्रानी हो। आइसक्यो। 1 2 3 त्यहाँ पुगेछ। र यो चाहिँ ग्रानीको नै ग्रानी हो। ल यसको पोच चाहिँ हेर्न सक्नुहुन्छ, खतरा छ पोच। ग्रानीका ठाउँमा म जानु पर्यो। यताबाट लागेर यता जान्छु, केही छैन। खोइ कस्तो अब यो यसरी गर्ने। लो आइसक्यो। ल यहाँ पनि आइसक्यो। र यहाँ चाहिँ हामीलाई पेट्रोल मिल्यो। यो पेट्रोलभन्दा अगाडि हामीले अरू के मिलेको थियो, उयो काट्नु मिलेको थियो। होइन, फोटो बनाउँ न पहिला। फोटो बनायो भने चाहिँ एउटा एक्स्ट्रा लाइफ मिल्छ। एक्स्ट्रा यो भयो अर्को फोटोको टुक्रा। देखिसक्यो। पछि बनाउँला फोटो। अहिले जाउँ। खै त केही सामानै भेट्दैन त। यहाँ के हो भेटेछ? प्लगहरू, स्पार्क प्लग। यो गाडीमा लाग्छ। स्पार्क प्लग, व्हिल क्र्याङ्क। यो पनि चाहिँदैन अहिलेलाई। त्यो डल चाहिँ के खाने युज हुँदो रहेछ यहाँ, त्यो चाहिँ थाहा भएन मलाई। लेट्स गो। के भेट्यो? स्वाहा भने केही भेट्दैन। स्वाहा। खोइ त कहीँ केही छँदै छैन। म कसरी लुट्ने? केही छँदै छैन, म कसरी लुट्ने? केही छैन घरमा यार, लुट्ने पनि। उहाँ हुन सक्छु, उहाँ नभन्दा मैले बिर्सेँ। केही परोस्, केही छँदै चाहिँ छैन कि यो घरमा लिनको लागि। यो भइहाल्यो। त्यो माथि एक ठाउँ छ, त्यहाँ उचाइ छ।
यहाँबाट अब जाउँ न, त्यहाँ लुट्ने। अब अन्डरग्राउन्ड जाने बेला आयो जस्तो छ। र सबैभन्दा डेन्जर मलाई लाग्ने चाहिँ अन्डरग्राउन्ड हो। ग्रान्डलाई यहाँ बोलाऊँ। अन्डरग्राउन्ड चाहिँ मलाई एकदम खतरनाकै लाग्छ। त्यहाँ चाहिँ ग्रानी बहुत हुन्छ। अन्डरग्राउन्ड चाहिँ एकदम खतरा हुन्छ है अन्डरग्राउन्ड। पानी पर्न लागेको छ गाइस यता चाहिँ। र यो भिडियो हेर्ने बेला तपाईँहरूको घरतिर मौसम कस्तो छ कमेन्ट गर्नुहोला। र यो मेरो फर्स्ट भिडियो हो, लङ भिडियो। मैले के सुधार्नुपर्छ त्यो पनि कमेन्ट गर्नुहोला। नेक्स्ट भिडियोमा म त्यही सुधार्नेवाला छु। साबी आयो त्यहाँ साफ स्पाइडर की भनेपछि यो त त्यहाँ लाग्छ। स्पाइडरम्यान ग्रानीको फोटोको टुक्रा यहाँ पनि रहेछ। यो ग्रानीको फोटो बना बाफत 1 लाख मिल्छ। पहिला ग्रानीको फोटो बनाइदिइहाल्नु पर्यो। फोटोको सबै टुक्रा मसँग छ। यहीँ थियो त अर्को लगाइदियो त एउटा टुक्रा माथि छ जस्तो लागेको छ अघि। माथि त माथि देखा जस्तो लागेको थियो यहाँ। भेट्यो ग्रानीले पनि केही गर्न सक्दैन क्या। अलिक ग्रानीसँग अलि स्पिड भएको भए चाहिँ मर्थ्यो। यस्तो बेला ग्रानीले केही गर्न सक्दैन, मजाले भागिन्छ। लु 1 दिन बढी पाइसक्यो बोनस डे। लेट्स गो। धन्न गेमवालाले यो फिचर चाहिँ राख्दै रहेछ 1 दिन बढी, नत्र नि मर्सक्छ। व्हील क्र्याङ्क थियो। व्हील क्र्याङ्क चाहिँ तल लाग्छ गाइस। व्हील क्र्याङ्क लेट्स गो। स्पाइडर हाउसमा जाउँ। जाँदा फेरि ग्रानी ध्यान भड्काउन फ्याँकेँ त्यो चाहिँ मैले। ध्यान भड्काउन र अब हामी जानेवाला छौँ अन्डरग्राउन्ड। खतरा तर्साउँछ यार अन्डरग्राउन्डमा। लु यो सर इन्ट्री भइसक्यो हाम्रो। लेट्स गो। के भेट्यो आइए भन्थ्यो नेपाली भर्जनमा। खतरा डेन्जर छ यार यहाँ त। रुक्नु है म तपाईँहरूलाई भूत देखाउँछु एकैछिन। डेन्जर छ कि यो चाहिँ स्पिड पनि हिँड्छ कि यो भूत। खतरा स्पिड छ यो भूत। केही छैन यार, केही भेटाउँदैन त मैले। धन्नै मारा धन्नै मारा यार। के भयो? यतापट्टि ग्रानीको घर रहेछ, यतापट्टि यहाँ रहेछ।
बच्यो यार, बच्यो अलिकतिले बच्यो। कस्तो जाँदै नगा भने यो भूत मसिना आइसक्यो। त्यहीँ छ क्या त्यो, त्यहीँ छ। यो चाहिँ यहाँ लाग्छ, यहाँ लागेर के हुन्छ मलाई पनि थाहा छैन। केही भेटिँदैन कसरी जित्ने क्या गेम यार। केही भेट्ट कतापट्टि छ भूत। ओम नमः शिवाय, ओम नमः शिवाय। यहाँबाट आएको भूत अगाडिबाट भत्तै आइदिरहेको क्या। यो त बक्सा यहाँ रहेछ। खोइ केही पाउँदैन। मेलन पायो, केही छैन। इट्स गुड। अब मेलन फोड्न उता घरै जानुपर्छ। यहाँबाट जाउँ। मेलन फुटाएर लिएर मेलन सलाम आलेकुम। सलाम आलेकुम। र मैले नेक्स्ट गेम के खेल्नुपर्छ कमेन्ट गर्नु है, कमेन्ट। अघि पनि भने जस्तो लाग्यो। चाबी भेटाएँ मैले। प्ले हाउस यहीँको चाबी भेटाएँ। त्यो गइ हाल्नुपर्छ अब। यस्तो झ्याउला आएर यार, यताउति एउटै ठाउँमा 2 चोटि 3 चोटि 4 चोटि जानुपर्छ। तर तलको भूत चाहिँ डेन्जर है। तलको जे भयो नि, तलको भूत चाहिँ एकदम खतरा नै खतरा। म त छिटो हुन्छु। ग्रानी त्यहाँ छ। ग्रानी त्यसरी छिट्टो हिँड्यो भने चाहिँ सकिदिन्थ्यो होला। फेरि राम्रोसित खेलाउँ। खतरा हेलो यता टेन्सन भाग यता त गइसक्यो। यता नि गइसक्यो। यो त्यही ठाउँ जस्तो लाग्यो। कुन छ भाग फाइनली यहाँसम्म चाहिँ आइपुग्यो। त्यहीँ रहेछु। अलिकतिले बचेको, अलिकति। यहाँबाट पनि भाग्न मिल्छ है, तर यहाँ भाग्नको लागि केही छँदै छैन। ल भूत चाहिँ हेर्न कस्तो डेन्जर छ। ग्रानीको नि ग्रानी डेन्जर त भइहाल्छ नि। अलि साउन्ड सानो पारौँ। कस्तो जाँदैन होला। अरे टाढा बस्न त जान्छ कि। ग्लिच होला, ग्लिच। जाँदैन भूतै। A few moments later. जाँदैन यार, गएन। सिधो म सिध्यो अब। सिध्यो। बच्यो। छिटो। बाई ग्रानी। र यो दुईटामा एउटा चाहिँ पड्किन्छ गाइस। मैले भिडियो हेरेको छु, एउटा चाहिँ पड्किन्छ।
र 2 वाला चाहिँ पड्किँदैन होला 2 नम्बर चाहिँ पड्केको छ र अब लास्ट एक दिन छ के हुन्छ हेरौँ जुन पड्किँदैन भने त्यही पड्क्यो यार र आज चाहिँ हो अब लास्ट डे गाइज यो बोनस डे चाहिँ नलेको भए सिजन रहेछ गेम धन्न बोनस लिए हामीले छोटो जम्मा हाम्रो माथि कामै केही छैन कि अब सेट र गेम चाहिँ कम्प्लिट भएन ए लास्ट डे त अहिले पो रहेछ धन्न लास्ट डे चाहिँ सिद्धिसकेको थियो क्या यो चाहिँ रहेछ नि लास्ट डे लु र लास्ट डे हो अब चाहिँ फेरि ग्रानी झ्यापै आयो भने छैन जम माग अब माथि लुटै केही छैन अब सब लुट्ने मुनि नै अगुइले त्यहाँ राख्छ भन्दै थिएँ मैले जम कस्तो र फाइनली हारिसकेको छौँ कम्प्लिट गर्न सकेन सिधा मर्यो सिधा र हारिसकेको छौँ गेम चाहिँ हारिसकेको छौँ र अब यस्तै भिडियो हेर्नको लागि सब्सक्राइब गर्नु र नेक्स्ट गेम म कुन खेलौँ कमेन्ट गर्नु र आजलाई चाहिँ यति नै थ्याङ्क्स फर वाचिङ बाई